देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन्। नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेसँगै विभिन्न क्षेत्रबाट शिक्षकहरू काठमाडौँ आउने क्रम जारी छ। गत माघ 20 गतेदेखि आन्दोलनमा रहेको महासङ्घले काठमाडौँ जाउँ अभियानसहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो। गुणस्तरीय विद्यालय शिक्षा विद्यार्थी र शिक्षक कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिरहेको महासङ्घको भनाइ छ। आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी हुनेछन्। आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने महासङ्घले जनाएको छ। आज दिउँसो विभिन्न स्थानबाट र्यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ भने अपराह्न 4 बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ। भोलिबाट हरेक दिन बिहान 11 बजेदेखि 4 बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।